हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि सन्चै आरामै छु। आज चाहिँ ब्लग के हुन्छ भने आज चाहिँ ब्लग चाहिँ हामी भैलो खेलेको पिकनिकको छ आज ब्लग चाहिँ। आज हामी चाहिँ पिकनिक चाहिँ तानसेन श्रीनगर जानेछौँ र म चाहिँ बिहान उठेर नुहाइधुवाइ गरेर चिसो पानीले यस्तो चिसो भएको थियो टट्ट नुहाइधुवाइ गरेर चाहिँ रेडी भइसकेको छु। अब चाहिँ माथिबाट एउटा सर्ट लाउँछु र प्यान्ट लाउँछु, जुत्ता लगाएर रेडी भएर अब पिकनिकतिर जानु लाग्यो। अब हजुरहरूलाई मैले कस्तो हुन्छ हाम्रो पिकनिक रमाइलो भनेर देखाउँछु, सबैजनाले हेर्दै। हाम्रो बस चाहिँ यही हो हो नि त, हेर्न सक्नुहुन्छ। यही बसमा जाने हामी चाहिँ अब चाहिँ हजुरहरूलाई देखाउँछु म कि कस्तो के हुन्छ अरे हाम्रो हुन्छ भनेर। मामा हेलो फ्याम, केटाहरू छ यहाँ छ। हेलो मिस, अब चाहिँ हेर्नेको यहाँ चाहिँ टट्टो हुनुहुन्छ मान्छेहरू। केटा आएको छ, ठिक छ नानी। वा गीत खुवाइ गीत, मामा गीत। फाइनली गाइस, त्यो दुःख र सङ्घर्ष पछि हामी चाहिँ स्पोर्ट्समा आइसक्यौँ। यहाँ तानसेन श्रीनगर आइसक्यौँ। त्यहाँ हाम्रो चाहिँ यो ग्रुप छ, हामी दिदी। अब चाहिँ हामी यहाँ मासु पाक्छ, पकाएर खाएर रमाइलो गरेर डाँडातिर डुलेर गएर हिँड्छ हो नि त, के कुरो हो नि त, हो कि नै। अब चाहिँ यहाँ कटिङ हानेर अब पकाउने एकछिन पकाइ तुलाइ गरेर एकछिन डाँडातिर डुल्न गइन्छ। डाँडा यतातिर यता मासतिर होइन र मामा, के हो र। अब चाहिँ आज चाहिँ यहाँ के गरेर रमाइलो यस्तो धेरै आछन्, आज थुप्रै छन्। आज हाम्रो यहाँ स्पोर्ट्समा आज तानसेन धेरै रमाइलो रहेछ। यतातिर धेरै मान्छेहरू आछन्। यो चाहिँ हाम्रो टोलादेखि एकदम जोसिलो मान्छे। यो भएन भने चाहिँ रमाइलो हुन्न कि, यत्तिको जोस हो कि। यत्तिको रमाइलो चाहिँ हुनुपर्छ बेला मौकामा। त्यही हो, अब चाहिँ हामी माथि जान्छौँ। यहाँ कामसाम गरेर भ्याएपछि त्यही हो, मान्छेहरू चाहिँ आज धरो आएर हो। अस्ति हामी यो अनलाइन नभइरहेको थिएन नि साह्रो, आज आज चाहिँ यो सित आएर के यो सित त मान्छेहरू रहेछन्। बसमा पनि धरो रमाइलो गरेर आइयो, नाचेर आइयो। मेरो चाहिँ यो मोबाइल आइफोन परेन, अनि यो चाहिँ बेलामा ह्याङ हुनसक्छ, अब अड्किन सक्छ। हजुरलाई यस्तै गरी अब हेर्नु होला के गर्छ। अब आइफोन परेन के अरे, त्यही हो, अब मिलाएर बुझ्नु। त्यही आज चाहिँ आएछन् मान्छेहरू चाहिँ। हाम्रो चाहिँ क्लबको अध्यक्ष एकदम जोसिलो टाठो मान्छे, यिनी भयो जस्तै चट्ट लाएर यतिको गर्न चाहिँ धेरै जोस छ हाम्रो केटाहरूमा चाहिँ। हामी जाने चाहिँ
अब चाहिँ यहाँ जान्छौँ होला एक ठाउँमा घुम्न यहाँ जान्छौँ होला अरू त अब कहाँ जाने हो अरू कता कता छ त्यो थाहा छैन त्यो चाहिँ यसो चिप्स किन्न लाग्छ हामी चाहिँ यहाँ जसरी खेल्न आएको ल ल ल ल बाबु आऊ त ल ल ल ल ल ल ल ल यो चाहिँ हाम्रो 18 वर्षको बाबु यी अड्के बिचरा अब म ल हिँड लगे ल छिटै हिँड न लगे ओए रन ओए आइज आइज मजा आउँदो रहेछ यार यता यता नि खेल्नु पर्यो यतिको चाहिँ रमाइलो हुन्छ नानु बिस्तारै बिस्तारै साले अघि नै छिटो भनिरहनु अनि नानु त अलि हामी बाहिर गयो नि त पार्न आएरै छ मजा आउँदो रहेछ त एकछिनपछि पिङ पनि खेल्न जाने हामी चाहिँ बिचरा मामा रिसाएर बस्नु हामीले कामहरू हुन्छ हाम्रो अध्यक्ष रिसाउनु भयो जिन्दगीमा पहिलोचोटि यतिको चाहिँ रिसो हुनुपर्छ है बल्ल हाम्रो क्लब अलि राम्रो हुन्छ हुँदै जान्छ त्यतातिर रमाइलो छ यतिको भाइस चढ्ने मान्छे भएपछि त केही चाहिन्न क्या रमाइलो समाइलो भन्ने आज धेरै रमाइलो छ यो मैले पहिल्यै भनिसकेँ हजुरहरूलाई मेरो मोबाइल अब आइफोन परेन बेला बेला ह्याङ दिन सक्छ भिडियोहरू अड्के दियो पनि म्यानेज गर्नु के गर्ने यस्तो छ त्यही हो अझै हामीलाई गाली गरेर सकेछ थर्काइ बोलाउनु भयो अझै चट्ट लाग्यो यस्तो रमाइलो चाहिँ यत्तिको चाहिँ हुनुपर्छ त्यहाँ भएपछि हेलो हेलो यिनी चाहिँ हाम्रो के भन्छ वासक सबभन्दा राम्री मान्छे यो क्वालिटी घटेछ क्या ल सफा आयो ठिक हाम्रो यो चाहिँ हाम्रो ग्रुप हो हामी चाहिँ श्रीनगर आएको होइन के गर्ने काठमाडौँमा बस्ने बानी परियो त्यताको फेवा तालहरू राम्रो हुन्थ्यो के गर्ने यता तालै हुने रहेछ यार खतरा मजा आइरहेको है राम्रो छ भनौँ राम्रो रहेछ ठाउँ त अब आफू त काठमाडौँ बस्ने मान्छे होइन अब यस्तो यस्तो छ्यास त थाहा हुन्न क्या होइन अब जहिले यहाँ अगाडि फेवा ताल हुन्छ है अनि फेवा ताल हुन्छ फेवा ताल रारा ताल त्यो फेवा तालमा पानीमा देखेको आज यस्तो बोट बिरुवा देखेको अलिक आश्चर्य लागेको छ होइन मान्छेहरू फेरि फिर्याउने हुन्छ पिकनिकको लागि स्पोट ठिक रहेछ त्यत्रो काठमाडौँबाटको यात्रा होइन धेरै लामो भयो करिब हाम्रो कति घन्टा लाग्यो लगभग लाग्यो 10 घन्टा त्यत्रो त लागेन कति लाग्यो त त्यत्रो त होइन त्यति जाँदै नगर केटाहरू त दाउरा खोज्न आएन होइन हाम्रो वनमा दाउरा चोरी भइरहेको छ त्यहाँ तल यस्तो चोरहरू छन् हाम्रो गाउँमा यस्तो चोरहरूलाई गाउँ निकाला गर्नुपर्छ होइन आर्कल त झन् मुडै बोकेको छैन 3 दिनलाई पकाउने हो क्या हो यो त उफो बापा आज चाहिँ के भन्न चाहनुहुन्छ यो दाउरा लिएर मैले फेरि जे चिज पनि फोड्ने हो होइन राम्रो काम त केही गर्न आउँदैन बाँदरको हातमा नरिवल भने जस्तो सही हो बाँदराको हातमा नरिवल हो यो भनेको हामी पनि यस्तो दाउरा खोज्नु जान्छौँ धेरै भ्लग बनाउनु दाउरा खोजेँ मेरो भागमा यही हो अब चाहिँ हामी चाहिँ अब सिधै खानासाना पकाएर हिँड्छौँ लत्ताले हाल्ने ओइ के हो कुरो देखाएको छ त यार दिमाग त भएरै मित्र चाहिँ अब यहाँ खानपिन कार्यक्रम सुरु भयो हेलो पुच्चा पुच्चीहरू हेलो 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 भाइ हेलो
खै दिदी हेलो कार्यक्रम छ यहाँ यस्तो छ यहाँ चाहिँ ड्यु छ ड्यु चाहिँ हेऱ्यो उता गिलास लिनु गएको छ यहाँ चाहिँ खानपिन भइरहेछ छोट्ट लाएर हाम्रो चाहिँ यहाँ भात खै मासु देखाउनु मासु मासु देखाउनु मासु मामा मासु हाम्रो स्पेसल बिरे बुवा कुक अनि हेल्पर मामा हेल्पर हो हेल्पर मामा चटनी 3 तरिका दुई दिन चाहिँ उता बियर बियर खानु अहिले चाहिँ हामी आएपछि यता छन् हाम्रो वासाको डन मासु भात ल अब चाहिँ सिधै बियर ल्याएपछि देखाउँ ल है अन्त बियर देखाउनु पर्यो नि अब त आयो गाइस माल स्पेसल माल यता गिलास चट्ट लाएर हाम्रो त अब छुट्टै प्रोग्राम हुन्छ अब चाहिँ आयो स्पेसल माल हामी दुइटा फेरि सोझो पर्यो अन्त ड्युले काम चलाउनु पर्ला त्यही हो दुईजना हेल्परहरू छन् यहाँ फेरि ए हटन दिउँ फेरि यार यत्तिको हेल्पर मान्छे चाहिँ हुनुपर्छ कि एउटा समाजमा भएपछि हाम्रो दिदी प्यारी मासु भात अब यहाँ बियर खाने कार्यक्रम सुरु भएको छ धेरै पछि सबैले खाएपछि अब हाम्रो पालि हो मामालाई ए खोली भ्याएको हो ए ल मामा ल ल चियाजाना भयो खोइ के त बुद्धीको खाएर बियर खायो ल हामी चाहिँ खानासाना खाएर भ्यायो अब हतार पनि भयो प्लास्टिक पाल्नु पऱ्यो आज चाहिँ हामीले त मासतिर के भन्छ अरे श्रीनगर डाँडातिर ड्युटर जाम्ला भनेको यति राति भयो रातिमा खुल्ला हुनुहरू बन्द भइहाल्छ अरे त्यही भएर अलिक ढिलो नै भयो भर्खर खाना खाएर भ्यायो 5 बजीतिर चाहिँ एकछिन डान्स सान्स हानिन्छ यहाँ छन् भाँडासाँडा माझ्नु पऱ्यो त्यहाँ बस पनि फर्काइन्छ अब चाहिँ लागेला देख्यो गीत अब चाहिँ हामी घरतिर जान लाग्यो यतातिर यस्तो छ चट्ट मामा र मिलन भएर बुखर लिएर अब चाहिँ घरतिर लागेको अन्त अब घरतिर लागेर अब त्यही घर एन्ड हान्दिने अब भ्लगलाई चाहिँ एन्ड हान्दैन है एन्ड हान्ने हो यिनी चाहिँ आज झ्याप भएको छ नि धेरै होइन जम्मा दुईटा कि एउटा एउटा धेरै खास चाहिँ के झ्याप भएको छन् केटाहरू एउटा बस्दै हो नि त हामी त सुक्खा हो न अन्त हामी त सुक्खा चलो 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 हेलो 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 फ्यामिली
हल्ला छैन क्या ल यतिको चाहिँ हुनुपर्छ अब चाहिँ हामी मजाले रमाइलो गर्दै मस्त गीताउँदै नाच्दै होइन गीताउँदै नाच्दै अब चाहिँ घरतिर लाग्छ हान्छु भोलकलाई अच्छा चाहिँ हिँड्यो अन्त अब हल्ला गरौँ न हल्ला अहिले यहाँ रिपिट गरी गरी हेर्नु नि के बोलेछ यस्तो रमाइलो अब सधैँ हुने कुरा भएन अन्त धेरै रमाइलो भयो नि अन्त मामा रमाइलो धेरै मलाई धेरै नाच हेलो एभ्रिवान सबैजनालाई गुड मर्निङ अहिले चाहिँ बिहानको 10 बजेको छ हामी चाहिँ हिजो रमाइलो गरेर त्यस्तै 9:30 बजीतिर आइयो क्या 9:30 बजीतिर आएर भ्लग एन्ड गर्न पनि पाइएन अब भ्लग चाहिँ एन्ड हुन्छ सबैजनाले लास्टसम्म हेर्नु भएको छ भने भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला र भ्लग चाहिँ यति नै हुन्छ अब अरू के हुन्छ भन्ने अब अरू चाहिँ नेक्स्ट भ्लगमै हेर्नुलाई सबैजनालाई बाइ बाइ गाइस